1 पढेको छु आज च्याप्टर 2 बाट सुरु गर्नु पर्यो हेलो तिमी के गरिरा नाचिरा रे ओ वाओ ल नाच एकछिनमा फोन गर्छु है ल बाइ सल्सी लाग्यो फोन गर्नु पर्यो साथी हेलो तिमी के गरिरहेको म त आज पुरा पढिरहेको छु कस्तो पढ्न मन लागेर है अनि पढ्नु पनि पर्यो नि च्याप्टर 2 को पेज नम्बर 2 मा पुगिसकेँ अनि तिमी के गरिरा नाचिरा कस्तो यार मलाई पनि नाचौँ लाग्यो ए ल नाच तिमी ल बाइ है पछि फोन गर ल पढ्छु पढिसकेँ मैले चिया ल्याइदिनु न ल छिटो ल्याइदिनु है म पढ्नु पर्ने छ के चिया खाएर पढ्नु पर्ने क्यारे निदामा सुक्स्तो हो नि तर धेरै बेर त निदाइन होला ओइ कहाँ गइस ल चिया खा कहाँ गयो फेसबुक अपडेट गर्छु पढ्दैछु भनेर एउटा सेल्फी हाल्नु पर्यो क्यारे Evaluation of published study हेलो दिदी के गर्दै हुनुहुन्छ ए म त पढिरह नि हेर्नु न तपाईँलाई कस्तो याद आयो कि फोन गर्नु पर्यो भनेर अनि ल के बिजी हो ल नि त ल एकछिनमा कल ब्याक गर्छु है ल बाई कस्तो है मान्छे अरू बेला कहिले फोन नगर्ने होइन 2 लाइन पढेपछि दिदीलाई फोन गर्न लाग्छ त्यो पनि के भनेर म पढ्दैछु भनेर सुनाउनु टेस्ट एन्ड मेजरमेन्ट्स एकैछिन टिभी हेर्नु पर्यो टेस्ट एन्ड मेजरमेन्ट हेलो ओइ त कहाँ छस् ए म त पढिरहेको छु यार आज टेस्ट एन्ड मेजरमेन्ट ल है बाई एकछिनमा
टेस्टमा फोन गर ल टेस्ट एन्ड मेजरमेन्ट आन्टीले पो फोन गर्नुभयो हेलो आन्टी नमस्ते आन्टी म त पढिरहेको छु हेर्नु न पढ्दा पढ्दा आँखा कालो भएर कस्तो भइसक्यो भने टेस्ट एन्ड मेजरमेन्ट रूपा के गर्दैछौ म त पढिरह यार ल नि त म पछि कुरा गर्छु ल बाई टेस्ट एन्ड मेजरमेन्ट टेस्ट एन्ड मेजरमेन्ट हेलो विमला के गर्दै फिल्म हेर्नु जानु लागेको म तयार भएर आइहाल्छु है त ल ल ल ल हेर्नुपर्छ यार अरू को पाउँदैछ ल है म आधी घन्टामै आइपुग्छु ल ल बाई hypertension or other organ systems such as this kidney, heart, eye, vessel. This annually produces the trouble to describe the heart, brain, and the cardiovascular, kidney, retinal complication associated with hypertension. The excess metabolism, this hypertension is a very risk factor. How to perform class regarding the importance of the assessment. This clinical factor. कस्तो रिस उठ्छ आफ्नो कति पढ्नु छ अफ गरेर राखिदिन्छु निन्द्रा लाग्ला भन्ने डर भयो लङ भोल्युम्स एन्ड क्यापेसिटी इज डबल बज्यो भर्खर 12 बजेछ दिउँसो आइडेन्टिफाई द इंडिकेटेड स्ट्रक्चर रिलेटेड टु दिस इज द इंटरवेंशन अफ pelvic स्ट्रक्चर अब के बाँकी छ त्यो सम्झिनु पर्यो ल सबै आउँछ अब हामी सबै पढिसक्यौँ केको टेन्सन अब भोलि एक्जाम मजाले लेख्ने हो 98% ल्याउने हो 98 किन 99% ल्याउने हो अब साथीलाई फोन गर्नु पर्यो केटीहरू के गर्दैछन् पढिरहेछन् छैन यसो कुरा बुझ्नु पर्यो नि हेलो के गर्दैछौ पढिरह रे म त आज फिल्म हेर्दैछु यार हेर न भोलि एक्जाम आइसक्यो केही आउँदैन मैले केही पढाएको छैन यस्तो टेन्सन भइसक्यो तिमीहरू पढिसक्नु लाग्यौ प्रिपरेसन गरिसक्नु लागेको ए कस्तो मजा यार ओए हेर न मलाई मर्न लाग्ने डरले केही पढेकै छैन एउटा पन्ना पल्टाएको छैन मैले त के गर्ने होला म त फेल हुन्छु होला यार केही पढाएको छैन मलाई भोलि यसो हेल्प गर है नजिकै पढ्यो भने ल म त अब यतिखेर पढेर के हुन्छ बरु म त पढ्दिनँ म त अलिअलि यसो हेर्छु क्यारे नोटहरू ल तिमी पढ्दै रहेछौ बाई म यो फिल्म सकेपछि अनि यसो पढ्छु अब ल बाई